फेरि स्वास्नीलाई उत्तानो पारेर रोडमा राख अनि कमाने पैसा जा कति झर्दो रहेछ उत्तानो परे भरमा एउटा मात्र छोरी पाछे जा न कि तेरी छोरीलाई राख रोडमा म्याकुरी टिकटकमा भिसी गराउँछ रे यसले त्यसको फेरि स्वास्नीलाई उत्तानो पारेर रोडमा राख अनि कमाने पैसा जा कति झर्दो रहेछ उत्तानो परे भरमा एउटा मात्र छोरी पाछे जा न कि तेरी छोरी मादर चोत सला उजडी के लाल लाग्दैन होइन यो त अति नै भएन र भनेको हग्नेलाई भन्दा हेर्नेलाई लाज भनेको तपाईँहरूको त लाज शरम छैन के हामीहरू घरमा फ्यामिली बसेर हेरेको हुन्छ त्योभन्दा पनि सानो बच्चा बच्चीले यस्तो बोलीहरू सिक्छ भने तपाईँहरूलाई अलिकति दिमागमा त घुस्नु पर्ने हो नि सानो बच्चा बच्चीलाई हामीले के संस्कार दिइरहेछ भन्ने तपाईँहरूको दिमागमा घुस्दैन चाहिने कुराको भिडियो बनाउनुहोस् के त्यसैले प्लिज यो भिडियो हजुरसम्म पुग्यो भने चाहिँ बोल्नमा अलिकति कन्ट्रोल राखिदिनु होला छारा नबोलिदिनु होला होइन किन सानो बच्चा बच्चीले सिक्छ खास गरेर यही तपाईँहरूको घरमा सानो बच्चा बच्ची होला यो भिडियो हेरेर तपाईँको छोराछोरीले नै सिक्छ हजुरहरू आफै बोल्नुहुन्छ भने त अब हजुरहरूको छोराछोरीले पनि त्यस्तै नै बोल्छ होला होइन त्यो स्वाभाविकै कुरो ठिक छ हजुरहरूको दिमागमा अब मनी एभ्रिथिङ इज मनी मनी इज एभ्रिथिङ जे पनि घुसोस् होइन आई डोन्ट केयर तर आइन्दादेखि यस्तो चाहिँ जेटिभी बोल्दा यस्तो भिडियो चाहिँ नबनाउनु होला होइन तपाईँहरूसँग हात जोडेर रिक्वेस्ट छ तपाईँहरू राम्रो राम्रो भ्लगरहरू होइन टिकटकरहरू हो तपाईँहरूले आफैले नै जान्ने कुरा हामीले सिकाइरहेछ त्यस्तो चित्त बुझ्दैन भने रानीवनको जङ्गलमा जानु होला काटा काटै उतै गरे हुन्छ बालै